त्यही हो, मलाई आजभोलि कस्तो चित्त दुख्छ। त्यो चित्त किन दुख्यो त? त्यो रिस किन उठेको? काम भएन भने पनि मान्छेले आफ्नो शरीरको बारेमा धेरै सोधीखोजी गर्दा गर्दै पनि हामी बिरामी हुन्छौँ क्या कहिलेकाहीँ। महिलाहरूले भोग्नुपर्ने एउटा मेनोपजको जुन समस्या छ नि, यो भनेको एकदमै गाह्रो अवस्था हो। महिनावारी रोकिनु भनेको अलिकति प्राकृतिक रूपमै महिलालाई चाहिँ अप्ठ्यारो नै पार्ने स्थिति हुन्छ। धेरैजनाको सुनिन्छ, कतिलाई यसैबाट डिप्रेसन भएको, कतिलाई यसैबाट चाहिँ अलिकति एङ्जाइटी हुने, होइन, यस्तो खालको समस्याहरू हामीले धेरै सुनिरहेका छौँ। उहाँहरूले चाहिँ वास्तवमै भन्ने हो भने गाह्रै परेको अवस्थामा मानसिक र शारीरिक रूपमा चाहिँ डक्टरसँग सल्लाह लिनुपर्ने पनि हुन्छ, खानुपर्ने औषधि खानुपर्ने पनि हुन्छ, विभिन्न कुराहरू छन्, त्यो अलग भयो होइन। आज कुरा गर्न लागेको कुरा अलिकति फरक छ। महिनावारी रोकिएको अवस्थालाई हामी मेनोपज भन्छौँ, तर के साँच्चीकैमा सबै हामीहरू जतिले पनि मेनोपज डिप्रेसन एङ्जाइटी भनेर भनिरहेका छौँ, के साँच्चीकैमा भएको हो त भन्ने जस्तो पनि कहिलेकाहीँ लाग्छ क्या। किनभने कतिपय महिलाहरूलाई सोध्छु होइन, कुराहरू हुन्छ यसो हामी महिलाहरू बसेर गफ हुँदाखेरिमा, अनि मलाई चाहिँ मेनोपज भयो भनेर कसरी भन्दाखेरि के हुन्छ र तिमीलाई भनेर सोधिन्छ नि त होइन। के हुन्छ र तिमीले कसरी थाहा पायो मेनोपज भएको भनेर कुरा गर्दाखेरि के भन्नुहुन्छ भने मलाई एकदमै चित्त दुख्छ, आजभोलि मलाई असाध्यै रुन मन लाग्छ, अनि मलाई श्रीमानको परिवारदेखि रिस उठ्छ, यस्तो भनेको कतिजनाले सुने कि मैले। अनि यो भएको कतै मेनोपज मात्रै हो त, यो मेनोपजै हो त यो साँच्चीकैमा भनेर आफैलाई एक्चुअली सोध्नुपर्ने पनि भयो। किनभने सबैले त्यही भन्नुहुन्छ, सबैलाई त्यस्तै भयो अरे होइन। अनि त्यो साँच्चीकैमा भएको हो कि अथवा त्यो चित्त दुखेको, त्यो रिस उठेको, त्यो रुन मन लागेको कुरा कि अर्कै छ त, केही अर्कै पो कारण हो कि होइन। किन भन्नुहुन्छ भने अब त्यस्तो कहिलेकाहीँ हामीलाई हाम्रो आफ्नै कारणले पनि हुन्छ कि हामीले न कतै आफैलाई बिर्सेर, आफ्नो बारेमा सोच विचारै नराखेर, आफूलाई मायै नगरेर अरूलाई धेरै गर्दाखेरि हामीलाई अहिले आएर यो पोइन्टमा आएर चित्त दुख्न थाले हो कि मैले त यस्तो गरेँ, सबैलाई गरेँ, खै त मलाई त कसैले माया गर्दो रहेछ पो भा हो कि हामीले धेरै व्यवहार गऱ्यौँ कि एकदम व्यवहारले नै सबैलाई खुसी पार्ने कोसिस गर्दा त्यो व्यवहार गरेको गरे भइयो, मान्छेलाई खुसी पारेको भइयो, तर आफूलाई खुसी पार्ने कोही नभएको पो हो कि होइन। अनि यस्ता कुराहरूले पनि कहिलेकाहीँ अनि एउटा कुनै बिन्दुमा पुगेर हामीलाई रिस उठ्ने, चिडचिडाहट हुने होइन, अनि अलिकति डिप्रेसन जस्तो हुने होइन, सबैसँग रिस उठ्ने, रुन मन लाग्ने, चित्त दुख्ने हुन्छ। र यही कुरालाई हामीले चाहिँ मुखैले हामीले भन्दै हिँड्यौँ कि डिप्रेसन भयो मलाई एङ्जाइटी भयो, मलाई मेनोपज भयो भन्दै पो हिँड्यौँ कि। र यसमा एउटा कारण के पनि छ भने अब हुन त अहिले अलिकति ढिलो भइसक्यो, अब आएर चाहिँ मलाई एकदमै चित्त दुख्यो, अब म चाहिँ मान्छेहरूलाई व्यवहार राम्रो गर्दिनँ, मतलब जति गरे पनि यस्तै रहेछ, अब त सक्दिनँ भन्ने खालका कुराहरू पनि हामीले कहिलेकाहीँ निकाल्छौँ नि। अब आएर त्यसो गर्दाखेरिमा हामी मान्छे नै त्यसरी एक्कासी परिवर्तन हुँदाखेरि पनि त के भन्छ त यो समाजले, हिजोसम्म यस्तो थियो आज एक्कासी यस्तो, अब त ठुली मान्छे भई, बढी चढी धनी भई, के यही समाजले फेरि हामीलाई आरोपै लाउँछ। र त्यो आरोपले पनि फेरि कता न कता गएर हामीलाई चित्त दुखी नै हाल्छ। हेर्नुहोस् है, त्योभन्दा अलिकति ढिलो त भयो, र पनि हामीले कोसिस चाहिँ के गरौँ भने पहिला आफूलाई महत्त्व दिउँ, आफूलाई माया गरौँ, आफूलाई सेन्टर पोइन्टमा राखेर अनि बल्ल वरिपरि के हो त, के गर्नुपर्ने हो, नगरी नहुने कुराहरू के हो त, कसलाई हामीले एकदमै ध्यान दिनुपर्छ, ख्याल राख्नुपर्छ भन्ने कुरामा त्यसपछि लाग्यो भने हुन्छ कि। अथवा फेरि यो कुरामा के पनि हो भने हामीलाई हाम्रो बुवा आमाले विवाह गरेर पठाउँदाखेरि पनि श्रीमानको घरमा गइसकेपछि मुख लाग्नु हुँदैन, जवाफ फर्काउनु हुँदैन, सहनुपर्छ, खप्नुपर्छ, एकदमै अब खुट्टा पसारेर बस्नु हुँदैन, अनि त्यसपछि एकदमै उपर खुट्टी लाएर बस्नु हुँदैन, सोमतिलो हुनुपर्छ, जसले जे भने पनि मान्नुपर्छ, हाँसिरहनुपर्छ भन्ने जस्ता शिक्षाहरू हामीलाई दिएर पठाउँदाखेरि हामीले त्यही गर्दै आयौँ। तर त्यो त सत्य त होइन नि त। सत्य कुरालाई त सत्य भन्न सक्नु पर्थ्यो नि त हामीले। कसैले कालोलाई रातो भन्दा पनि हो हजुर रातै हो भनेर निचा हाँसेर हामीले बसेको कारणले अहिले आएर त्यो कुराहरू चित्त नबुझेर पनि हामीलाई अहिले चित्त दुखिरहेको हुनसक्छ कि। त्यसले गर्दा अब ढिलो त भइसक्यो होइन, र पनि आफूलाई अलिकति महत्त्व दिने, आफूलाई अलिकति हुन्छ नि हामी आफैलाई चाहिँ कसरी खुसी राख्ने भनेर आफूलाई माया गर्नपट्टि लागौँ। र हामीले विवाह गरेर दिन लागेका छोरीहरूलाई चाहिँ त्यो शिक्षा होइन कि सहीलाई सही भन छोरी, गलतलाई गलत भन। सुरुवात
सुरुवातदेखि नै तिमीले गर्नै पर्ने काम गर, गर्न नपर्ने काम कसैको दबावमा आएर गर्नु छ भने नगर र तिमीले आफ्नो एउटा स्ट्यान्ड लिन पनि सक र आफूलाई कसैले केही नराम्रो भनिरहेछ भने त्यसको लागि तिमीले यो भन्न पाउँदैनौ किनभने मलाई तिमीले यो भनेको मन पर्दैन भन्ने कुराको पनि सुरुवातमै सबैलाई जानकारी दियौ भने तिमीलाई पछिसम्म एकनासको राम्रो व्यवहार हुन्छ भनेर सिकाउनु पर्यो के। अब हामीले जसले जे भने पनि खप, जसले जे भने नि सहनुपर्छ भन्दा अब यहाँसम्म कि हामीले हाम्रो शरीरको त्यो पोजिसन कसरी बस्ने भन्ने कुरामा पनि हामीले विवाह गरेर घरमा गइसकेपछि चाहिँ कस्तो भयो भने खुट्टा पसारेर बस्नु भएन नि त। त्यहाँ त के हुन्छ खुट्टा पसारेर बुहारी मान्छे बस्यो भने त्यो डर पस्यो हैन। उपर खुट्टी भने एउटा खुट्टा माथि अर्को खुट्टा हाम्रो शरीरलाई सन्चो पार्नको लागि हामीले राखेर बस्यो भने उपर खुट्टी लाएर बस्ने भन्ने जस्तो खालको कुराहरू पनि हामीले सुन्यौँ होला सायद हैन। त्यो कुरा सबै गर्दा निउरे गर्दा कतै हाम्रो शरीरको पोस्चरै पो मिलेन कि त्यो भएर पो दुखिरहेको हो कि ढाड कम्मर अनि चित्त त दुख्या छँदैछ, सबै शरीर दुखेको त्यो पनि हुनसक्छ अहिले भन्दा अलिकति हामी विचार गरौँ कि हुन्छ नि। अब हामी विवाह भइसकेको अहिले महिलाहरू अलिकति ढिलै भए तापनि हामी आफूलाई कोसिस के गरौँ भने खुट्टा पसारेर बस्नु भनेको खुट्टा दुखेर खुट्टा पसारेको हो हैन। अब उपर खुट्टी लाएर बस्नु भनेको आफूलाई सजिलोसँग राख्नको लागि आफ्नो शरीरलाई आराम दिएको हो हैन। बाँकी कुरा त तपाईँ के हो भन्ने कुरा त तपाईँको व्यवहारले निर्धारण गरिहाल्छ नि। त्यो तपाईँको शारीरिक बनोटलाई हेरेर शारीरिक कुराहरूलाई चाहिँ निहालेर यसरी बसी, यसरी खाई, यसरी कुरा गरी, यता फर्की उता फर्की भन्ने कुराले चाहिँ समाजले मलाई टोक्छ है भन्ने कुरामा हामी डराउनु त्यति पर्छ जस्तो लाग्दैन। हेर्नुहोस्, त्यसकारण आफूलाई माया गरौँ, आफूलाई ख्याल गरौँ, आफ्नो बारेमा धेरै चासो लिउँ अरूको भन्दा।